गाइस स्वागत छ मेरो ब्लगमा हैन। यो चाहिँ अहिलेको भाइरल प्लेस हो शङ्कर भेली। यो चाहिँ ठ्याक्क इटरी पुग्नै पर्दैन रहेछ हाम्रो गाईघाटदेखि चाहिँ आउँदाखेरि। तपाईको के पो भन्थ्यो त्यहाँ अगाडि कान्छी चोक त उता भयो नि झन्डा चोक अनि टेडी हुँदैखेरि यो भित्र लगभग 3 किलोमिटर जति रहेछ है। हामी पनि आउन सफल भयो। उता नाना हुनुहुन्छ भाइ निश्चल भाइ ल वेलकम छ है शङ्खरबेरी पार्कमा। शङ्खरबेरी यताको दृश्यहरू गाइस यस्तो छ। आउनु होला रमाइलो छ। जस यो के फुल हो लटरम्म फुलेर हैन यस्तो रहेछ। ढकमक्क लटरम्म एउटै होइन शब्द। लटरम्म भनेको त फलफुल्ला भन्छ हैन। लटरम्म त अंगुर फल छ हैन। फोटो सेसन यता चलिरहेको छ। कमलको फुलै छैन रहेछ नि यार। शङ्खरबेरी पार्क अहिलेको समयमा चाहिँ लास्ट भाइरल भएको पार्क टिकटकतिर हैन अनि सोसियल मिडियातिर भएको चाहिँ यही हो गाइस। यहाँ चाहिँ फुल टिप्न मनाइ छ। यहाँ दाइले माछा झिक्दैछ है क्या माछा हैन त हो र यहाँ मार्नु दिँदो रहेछ ल तपाईलाई। कति किलो आउँछ रे दाइ? आधी किलो आउँछ एकैचोटि। घरि भनेपछि कहिले है हजुर निकाल्दिनु न माछा हेर्नु। नाना फुल चाहिँ मस्त लागिरहेछ। यस्तो छ है। ल यसको लोकेसन चाहिँ कसरी हो भने हामी चाहिँ अब उता पूर्व गाईघाटबाट आउँदाखेरि चाहिँ टक्क इटरी पुग्नै नपर्ने रहेछ। अनि त्यहाँबाट इकार कि खोइ के भन्ने चोक छ त्यहाँ हैन। झन्डा राखेको छ त्यहाँदेखि भित्र परेपछि टेडीदेखि अलिकति यता आएपछि यो पार्क रहेछ। मेन बाटो नछोडिकन सिधै आयो नि पार्क आयो। इटरी पुग्नै पर्दैन रहेछ उताबाट गाईघाट बेलटाबाट आउँदा चाहिँ गाइस। ल यताको दृश्यहरू जाम यता जाम न। सबैजना मस्त सबैजना व्यस्त। यहाँ पुल बनाउन लागेको रहेछ। ल जोस् यतिकै हेर्दा रमाइलो छ। ल गाइस माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है। यो चाहिँ भर्खर भाइरल पार्क अहिले चाहिँ निकै चलेको टिकटकदेखि लिएर हैन। यो पार्क त्यस्तो छ गाइस। लोकेसनको लागि मैले भनिदिनै हालेँ त्यसरी आउनु होला। इकार चोकदेखि टक्क लाएर टेडी हुँदाखेरि अलि सिधै आएपछि कहीँ बाटो चाहिँ अल्मल गर्ने ठाउँ पनि रहेनछ। सिधै आउन सक्नुहुन्छ तपाईँहरू। जस रमाइलो छ। हाम्रो नाना उता फोटो खिच्दै हुनुहुन्छ भाइले खिचिदिइरहेछ हाम्रो भाइ। अनि भाइ कस्तो लाग्यो त हौ? कस्तो लाग्यो? राम्रो छ अहिलेसम्म चाहिँ है। अझ घुम्न बाँकी नै छ भर्खर जोसो आइसकेपछि चाहिँ अब नराम्रो लाग्छ क्या हैन? हजुर होइन राम्रो छ। राम्रै छ। अझ बन्दैछ नि त अर्को पालि आउँदा झन् बनिसक्छ कम्प्लिट भइसक्छ। नाना रमाइलो लागिरहेछ। एकदमै रमाइलो बाबु राम्रो यो अहिलेको चाहिँ पुरै भाइरल छ भाइरल प्लेस हजुर भाइ
ठिक छ रमाइलो लागिरहेछ ल अनि हाम्रो युट्युब च्यानललाई पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है गाइज ल